सुशीलाको बर्थडे हो अनि हामीले चाहिँ ठुलो केटी लिन नसके पनि यस्तो सानोमा चाहिँ बर्थडे स्पेसल बनाइदिनु लागेको छौँ अब परदेशको ठाउँमा यत्तिकै बनाइदिन लागेको छौँ उसको रियाक्सन के हुन्छ हामीले उसलाई केक पनि थाहा नै दिएको छैनौँ उसलाई यस्तो सरप्राइजहरू त्यो थाहा नै छैन यो चाहिँ मोमबत्ती भयो कि हामी बोलेर यस्तो Thank you. जन्मदिनको धेरै धेरै शुभकामना मेरो प्यारोलाई थ्याङ्क यू हामीले अब ठुलो केही गर्न नसके यतिकै भयो भने गरिदिएको खुसी छ बर्थडेमा चाहिँ खसीको मासु अनि भात अनि आज कोक पार्टी हुँदैछ